अब रविवार विस्तारमा आज 76औं राष्ट्रिय प्रजातन्त्र दिवस देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुटीखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। नेपालको इतिहासमा जहाँनिया राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादुर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा 2007 फागुन 7 गतेलाई लिने गरिएको छ। प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द धर्मभक्त माथिमा र गङ्गालाल श्रेष्ठले 1997 माघमा बलिदानी दिनुभएको थियो। प्रजा परिषद नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो। 2006 सालमा नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेसले एकीकरणपछि बनेको नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा 2007 फागुन 7 गते प्रजातन्त्र स्थापना भयो। पूर्व राजा ज्ञानेन्द्र शाहले पहिले सबैपक्षीय सहमति गरे मात्र आगामी निर्वाचन गर्न उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको छ। राष्ट्रिय सहमति बेगर गरिएको आगामी निर्वाचनले नेपालका सबै समस्या समाधान गर्न नसक्ने उहाँको कथन छ। उहाँले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बुधबार जारी गरेको भिडियो सन्देशमा नेपाल अहिले इतिहासकै सबैभन्दा दर्दनाक स्थितिमा रहेको उल्लेख गर्नुभएको छ। अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्किँदैन, पहिला सबै पक्षबीच सहमति गरे मात्र चुनावमा जानु उपयुक्त हुन्छ, उहाँले भिडियो सन्देशमा भन्नुभएको छ। भोट माग्न गाउँ बस्ती पसेका उम्मेद्वारहरूका बाचा सुन्दा लाग्छ उहाँहरू सिंहदरबार होइन ओडा कार्यालय छिर्ने तयारीमा हुनुहुन्छ। कोही नाला बनाइदिने भन्नुहुन्छ, कसैले सडक कालोपत्रे गरिदिने, कसैले खोलामा तटबन्ध हालिदिने, यस्तो भान हुन्छ। देशलाई नीति चाहिएको छैन, नेतालाई विधि चाहिएको छैन र मतदाताले केही पनि चाहिएको छैन। फागुन 21 को चुनावबाट चुन्ने सङ्घीय संसदको सांसद हो। सांसदको काम डोजर चलाउने होइन, विधि र विधानबाट देश चलाउने हो, देश चलाउने नीति र कानुन बनाउने हो। संसद भनेको कुलो, पैनी, सडक र सिँचाइका उपभोक्ता समिति होइन, विकासका कामलाई गतिशील बनाउने र योजनाको कार्यान्वयन जनमुखी र पारदर्शी बनाउने हो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्तरमा जनतासँगको भेटघाट तथा अन्तर्क्रियामा क्रान्तिको आधारभूमिलाई विकासको नमुना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिस्ने गाउँपालिकाको खुपीचार, खारा, भिङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उहाँले जनयुद्धकालीन संस्कृतिहरू सम्झँदै रुकुम रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताउनु भएको छ। रुकुम पूर्व मेरो लागि नयाँ ठाउँ होइन, म 41 वर्ष पहिले नै यहाँ आएको थिएँ। रुकुम रोल्पा मैले नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो, यहीबाट मैले क्रान्तिको नेतृत्व गरेँ, उहाँले भन्नुभयो। विश्वका प्रमुख कफी उत्पादन गर्ने देशहरूमा जलवायु परिवर्तनका कारण गर्मी बढ्दा उत्पादनमा गम्भीर असर पारेको वैज्ञानिकहरूले बताएका छन्। स्वतन्त्र अनुसन्धान संस्था क्लाइमेट सेन्ट्रलले सार्वजनिक गरेको विश्लेषण अनुसार सन् 2021 देखि 2025 सम्म विश्वका 25 प्रमुख कफी उत्पादक देशहरूमा प्रतिवर्ष औसत 47 दिन 30 डिग्री सेल्सियस भन्दा बढी तापक्रम मापन भएको छ। यो तापक्रम कफी बिरुवाका लागि अत्यन्त जोखिमपूर्ण मानिन्छ। भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा 24 जना घाइते भएका छन्। घाइते मध्ये 8 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ। घाइते मध्ये 8 जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याएको प्रहरीले जानकारी दिएको छ। बिहारीलाल लाठ कर्मवीर सम्मानबाट साहित्यकार तथा पत्रकार मुकुन्द आचार्य सम्मानित हुनुभएको छ। रिलिफ सोसाइटी अफ कर्मसले संस्थाका संस्थापक महासचिव तथा पूर्वाध्यक्ष स्वर्गीय बिहारीलाल लाठको 14औं पुण्यतिथिका अवसरमा आयोजित कार्यक्रममा आचार्यलाई दोसल्ला ओढाई सम्मान पत्रसहित सम्मान गरेको हो। साहित्यकार आचार्य विगत 5 दशकदेखि नेपाली भाषा तथा साहित्य, भोजपुरी भाषा साहित्य,
शिक्षण र पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ। अब मौसम सम्बन्धी जानकारी। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही ठाउँमा तुवालो लागेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ। दिउँसो तराईका केही ठाउँमा हुस्सो लाग्नेछ। हिमाली भेगमा साधारणतया बादल लाग्नेछ। पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही ठाउँमा तथा बाँकी पहाडी र हिमाली भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी आज राति तराईका केही ठाउँमा तुवालो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली भागमा बादल लाग्नेछ। मध्य प्रदेश तथा बाँकी पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईका केही ठाउँमा हुस्सो लाग्ने सम्भावना रहेको तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकोले यातायातका साधन सञ्चालन, कृषि कर्म लगायत अन्य दैनिक गतिविधिमा संलग्न सर्वसाधारण तथा सरकार भएका सबैले सचेत रहन महाशाखाले अनुरोध गरेको छ। रविवारमा अब स्थानीय खबरको पालो। फागुन 21 गति हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा होमिएका 10 जना उम्मेद्वार मध्ये 5 जनाले मात्र बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लिएका छन्। जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र कडेलका अनुसार जिल्लामा विभिन्न 9वटा राजनीतिक दल सहित 1 जना स्वतन्त्र गरी 10 जना उम्मेद्वारले निर्वाचनमा भाग लिएका छन्। उम्मेद्वारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्था बाहेक अन्य माध्यमबाट खर्च गराउन नहुने भनी राजनीतिक दललाई निर्वाचन आयोगको केन्द्रीय कार्यालयले समेत निर्देशन दिएको छ। जस अनुसार जुम्लामा नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेद्वार नरेश भण्डारी, नेकपा एमालेका उम्मेद्वार शान्तिलाल महत, प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका मनऋषि दिताल, राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका विनेता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेद्वार ज्ञानेन्द्र शाहीले बैंक खाता खोल्न निर्वाचन कार्यालय जुम्लाबाट सिफारिस लिएको निर्वाचन अधिकारी कडेलले जानकारी दिनुभएको छ। यसैगरी नेपाली कांग्रेसका उम्मेद्वार दिपबहादुर शाही, नेपाल मजदुर किसान पार्टी नेमकिपाका बिर्खबहादुर रावत, नेपाल जनता पार्टीका रनिल विक्रम शाही र नेकपा माओवादीका उम्मेद्वार बिर्खबहादुर शाहीले अहिलेसम्म बैंक खाता खोल्नका लागि कार्यालयबाट सिफारिस लिनुभएको छैन। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकै जाँदा जुम्लाको चुनावी माहौल तातेको छ। गाउँटोल, चोक चौतारो र सामाजिक सञ्जाल सबैतिर उम्मेद्वारका नाराहरू गुन्जिरहेका छन्। तर यही भिडभाड र भाषणको बीचमा एउटा गम्भीर प्रश्न उब्जिएको छ। निर्वाचन आचार संहिता अनुसार उम्मेद्वारले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान छ। निर्वाचन आयोगले फागुन 3 गतेसम्म सबै राजनीतिक दल तथा उम्मेद्वारले आफ्नो घोषणापत्र सार्वजनिक गरिसक्न स्पष्ट निर्देशन दिएको थियो। तर फागुन 6 गते बितिसक्दा आज 7 गते भइसक्यो। जुम्लाका अधिकांश उम्मेद्वारहरू मौन देखिएका छन्। जुम्लाबाट यसपटक एक स्वतन्त्र सहित 10 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्। जुम्लामा सुरुमा नेकपा एमालेले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ। त्यसपछि प्रगतिशील लोकतान्त्रिक पार्टी र नेपाली कांग्रेसले पनि आफ्ना प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। तर बाँकी 7 जना उम्मेद्वार अझै घोषणापत्र विहीन अवस्थामा जनताको घर दैलो धाइरहेका छन्। जुम्लाको तातोपानी गाउँपालिका 1 बाहिरका दशकौंदेखि खानेपानी अभाव झेल्दै आए पनि पानी पुर्याउने विषय कुनै पनि दलको एजेन्डा बन्न सकेको छैन। गाउँमा पानी आउने आशमै 2064 यता हरेक चुनावमा भोट बैंक बनेका बाहिरका स्थानीय निर्वाचनपछि पनि गाउँमा पानी आउनेमा ढुक्क छैनन्। त्यसैले त्यहाँका मतदाता जसले गाउँमा पानी ल्याउने सुनिश्चित गर्छ उसैले भोट दिने भन्दै बार्गेनिङ गरिरहेको स्थानीय राजेन्द्र शाहीले बताउनु भएको छ। सिजा गाउँपालिका अन्तर्गत चुलेल गाउँ तथा आसपासका बस्तीहरूमा यतिबेला बौला कुकुरको आतंकले त्रसित बनेका छन्। गाउँमा घुमिरहेको कुकुरले स्थानीयले तर्साउन थालेपछि प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ। कनका सुन्दरी गाउँपालिका 7 देयरपाटा गाउँमा झारपात जलाउने क्रममा आगलागी हुँदा दुईवटा पिरलका खात र एउटा दाउराको खात पूर्ण रूपमा नष्ट भएका छन्। साथै 22वटा स्याउका बोर्ड र 7वटा ओखरका बोर्ड जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी असै भोजबहादुर पालका अनुसार झारपात जलाउँदा आगो पिरलको खातमा सल्किएर फैलिएको थियो।
रविबारमा अब कर्णाली प्रदेश खबरको पालो। सुरुमा कालीकोटको प्रसङ्ग। कालीकोट जिल्लाको राजकोट नगरपालिका वडा नम्बर 2 सेरा चौरको टुडा खोलामा बोलेरो जीप दुर्घटना हुँदा 4 घाइते भएका छन्। चुनावी प्रचार प्रसारमा खटिने कार्यकर्तालाई पुर्याएर फर्कदै गरेको बोलेरो दुर्घटना भएको हो। मुगुको खबर। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुगुका 69वटा मतदान केन्द्रका 67वटा मतदान स्थल विद्यालय भवन बनाइएको छ। एउटा मतदान केन्द्र नेपाल विद्युत प्राधिकरणको होमगार्ड वितरण केन्द्रलाई बनाइएको छ। सुर्खेतको प्रसङ्ग। सुर्खेतका निर्वाचन क्षेत्रमा निर्वाचन प्रहरीहरू खटिएका छन्। यही 21 फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिएका निर्वाचन प्रहरीलाई मतदान केन्द्र र मतदान स्थलमा खटाइएको हो। सुर्खेतका अर्को प्रसङ्गमा प्रतिनिधि सभा निर्वाचनमा हेभी वेट भिडन्त हुने सुर्खेत 1मा यो पटक पूर्व उपप्रधान तथा गृहमन्त्री पूर्णबहादुर खड्काले चुनावी मैदान छोड्नुभयो। विशेष महाधिवेशनपछि नेपाली काङ्ग्रेस अधिकार